मानौ तपाईसँग यस्तो एउटा कुनै स्प्रेडसिट छ जसमा इम्प्लोयरको नाम र उनीहरुसँग रिलेटेड केही डेटाहरु छन् र तपाईलाई यस्तो स्प्रेडसिटबाट कुनै स्पेसिफिक डेटा भएको इम्प्लोयरको नाम पत्ता लगाउनु पर्नेछ। फर एक्जाम्पल टर्म एन्ड हुनेहरु अथवा को रिजाइन्ड भइसकेका छन् ती इम्प्लोयरको नाम पत्ता लगाउनु पर्नेछ। तपाईले एउटा अप्सन भनेको यसरी एउटा डेटलाई चेक गरेर म्यानुअली कम्पेयर गर्न सक्नुहुन्छ वा अप्सन बी भनेको यो भिडियो अन्तसम्ममा हेर्न सक्नुहुन्छ र त्यही स्प्रेडसिटलाई यस्तो स्पेसिफिक डेटा सेल्सहरु मात्र हाइलाइट हुने। स्टेप 2 भनेको यसरी पुरै रो नै हाइलाइट गर्न सक्नुहुन्छ। स्टेप 3 मा यसरी उनीहरुको टर्म डेट अनुसार रिजाइन्ड अथवा एक्टिभ भनेर ग्रुपिङ गर्न सिक्नुहुनेछ र कुनै पर्टिकुलर ग्रुपलाई एउटा स्पेसिफिक फर्म्याटिङ पनि अटोमेट गर्न सक्नुहुनेछ। र फाइनली स्टेप 4 मा यसरी उनीहरुको टर्म एन्ड हुनु 5 दिन अगाडि यसरी टेक एक्सन भनेर नोटिफाई हुने र यो फर्म्याटिङ पनि अटोमेट गर्न सिक्नुहुनेछ। यो भिडियोको अन्तसम्ममा तपाईले सिम्पल तरिकाले कन्डिसनल फर्म्याटिङ लाउन सिक्नुहुनेछ। फर्मुला लगाएर कन्डिसनल फर्म्याटिङ गर्न सिक्नुहुनेछ। कन्डिसनल फर्म्याटलाई अटोमेट गर्न सिक्नुहुनेछ सिंगल इफ फर्मुलाको सहायताले। लास्टली कन्डिसनल फर्म्याटलाई अटोमेट गर्न सिक्नुहुनेछ त्यही सिंगल इफ फर्मुलालाई बिल्ड अप गरेर मल्टिपल दुईटा इफ फर्मुला र एन्ड फर्मुला लगाएर र यी सिकेको चीजहरुलाई तपाईले आफ्नो स्प्रेडसिटमा अप्लाई गरेर घण्टौं लगाएर म्यानुअली गर्नुपर्ने कामलाई विदिन मिनेट्समा गर्न सक्नुहुनेछ। भिडियो सुरु गर्नुभन्दा पहिले यदि तपाईले हाम्रो च्यानल एक्सेल संसारलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला र बेल आइकन पनि थिच्दिनु होला। नाउ लेट्स गेट ब्याक टु द भिडियो। स्टेप 1 मा हामी सिक्छौं कन्डिसनल फर्म्याटिङ को। जस्तै यहाँ होम बटन ट्याबमा जानु, होम ट्याब भित्र कन्डिसनल फर्म्याटिङ भन्ने अप्सन देख्नुहुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ यहाँ अलरेडी अप्सन्सहरु छ, फर्मुलाहरु राखिएको। त्यसमध्ये आज तपाईको 29 मे भयो र मानौ कि तपाईलाई आज भन्दा भविष्यमा आउन लागेको फ्युचर डेटहरु, फ्युचर टर्म स्टार्ट डेटहरु चाहिँ पत्ता लगाउनु पर्नेछ। तपाईले के गर्नुहुन्छ भने कन्डिसनल फर्म्याटिङ अप्सनमा जानु, एउटा डेट सेल सिलेक्ट गर्नु फर्स्टमा, कन्डिसनल फर्म्याटिङ अप्सनमा जानु, हाइलाइट सेल रुल्स, ग्रेटर देन आज 29 मे भयो, आजबाट भविष्यमा आउन लागेको भनेपछि ग्रेटर देन अप्सन जानुपर्ने हुन्छ र यसमा तपाईले मिल्न त तपाईको यसरी 29 मे गरेर पनि राख्न मिल्छ, तर यो गर्नाले चाहिँ तपाईको यो सेलमा भोलि 30th मे भएपछि यो सेलमा चाहिँ फर्म्याटिङ तपाईको यही डेट अनुसारले लिइराख्छ, 29 मे कै अनुसारले लिइराख्छ। त्यही भएर त्यो फर्म्याटिङ डिस्प्ले चाहिँ अपडेटेड हुँदैन। त्यसकारणले तपाई यसमा जानुहुन्छ, टुडे ब्र्याकेट ओपन ब्र्याकेट क्लोज। तपाई चाहनुहुन्छ भने यसमा डिफरेन्ट फर्म्याटहरु चुज गर्न सक्नुहुन्छ, ओर लाइक कस्टम फर्म्याट, स्ट्राइक थ्रु जे पनि गर्न सक्नुहुन्छ। बट म अहिले चाहिँ यो डिफल्टमा जाँदैछु। सो तपाईले टुडे राखेर यसरी ओके गर्नुभयो र यो C3 मा तपाईको त्यो कन्डिसनल फर्म्याटको फर्मुला बसिसकेको छ। अब यो फर्म्याटिङलाई तपाईले फर्म्याट सिलेक्ट गरेर यो सेललाई सिलेक्ट गरेर फर्म्याट पेन्टरमा गएर यसरी बाँकी सेल रेन्जलाई पनि सिलेक्ट गरिदियो भने तपाईको यसरी यो डिस्प्ले भयो। यसको मतलब चाहिँ तपाईको आजको डेट भन्दा ठूलो अथवा ग्रेटर देन भविष्यमा आउन लागेको डेटहरु के छ भनेर यसरी यसले अटोमेटिकली हाइलाइट गर्दियो। र तपाई सपोज 12th जनवरी मा हुनुहुन्छ
12 जनवरी 2026 मा हुनुहुन्छ भने तपाईको यो सेल चाहिँ त्यो दिनमा चाहिँ यो सेम स्प्रेडशीट खोल्नु भयो भने यो सेल हाइलाइटेड हुँदैन किनभने 12 जनवरी भन्दा पछि फ्युचर डेट भनेपछि 16th March 2026 यो चाहिँ हाइलाइट हुन्छ सो एउटा मात्र हाइलाइट हुन्छ डिपेन्डिङ अन which date you open this spreadsheet डेट सेल सिलेक्ट गर्नु फर्स्टमा कन्डिसनल फर्मेटिङ अप्सनमा जानु हाइलाइट सेल रुल्स ग्रेटर देन आज 29th मे भयो आजबाट भविष्यमा आउन लागेको भनेपछि ग्रेटर देन अप्सन जानुपर्ने हुन्छ र यसमा तपाईले मिल्न त तपाईको यसरी 29th मे गरेर पनि राख्न मिल्छ तर यो गर्नाले चाहिँ तपाईको यो सेलमा भोलि 30th मे भएपछि यो सेलमा चाहिँ फर्मेटिङ तपाईको यही डेट अनुसारले लिइराख्छ 29th मे कै अनुसारले लिइराख्छ त्यही भएर त्यो फर्मेटिङ डिस्प्ले चाहिँ अपडेटेड हुँदैन त्यसकारणले तपाई यसमा जानुहुन्छ टुडे ब्र्याकेट ओपन ब्र्याकेट क्लोज तपाई चाहनुहुन्छ भने यसमा डिफरेन्ट फर्मेटहरु चुज गर्न सक्नुहुन्छ ओर लाइक कस्टम फर्मेट स्ट्राइक थ्रु जे पनि गर्न सक्नुहुन्छ बट म अहिले चाहिँ यो डिफल्टमा जाँदैछु सो तपाईले टुडे राखेर यसरी ओके गर्नुभयो र यो C3 मा तपाईको त्यो कन्डिसनल फर्मेटको फर्मुला बसिसकेको छ अब यो फर्मेटिङलाई तपाईले फर्मेट सिलेक्ट गरेर यो सेललाई सिलेक्ट गरेर फर्मेट पेन्टरमा गएर यसरी बाकी सेल रेन्जलाई पनि सिलेक्ट गरिदियो भने तपाईको यसरी यो डिस्प्ले भयो यसको मतलब चाहिँ तपाईको आजको डेट भन्दा ठूलो अथवा ग्रेटर देन भविष्यमा आउन लागेको डेटहरु के छ भनेर यसरी यसले अटोमेटिकली हाइलाइट गर्दियो र तपाई सपोज 12th जनवरी मा हुनुहुन्छ 12th जनवरी 2026 मा हुनुहुन्छ भने तपाईको यो सेल चाहिँ त्यो दिनमा चाहिँ यो सेम स्प्रेडशीट खोल्नु भयो भने यो सेल हाइलाइटेड हुँदैन किनभने 12th जनवरी भन्दा पछि फ्युचर डेट भनेपछि 16th March 2026 यो चाहिँ हाइलाइट हुन्छ सो एउटा मात्र हाइलाइट हुन्छ डिपेन्डिङ अन which date you open this spreadsheet स्ट्राइक थ्रु जे पनि गर्न सक्नुहुन्छ बट म अहिले चाहिँ यो डिफल्टमा जाँदैछु सो तपाईले टुडे राखेर यसरी ओके गर्नुभयो र यो C3 मा तपाईको त्यो कन्डिसनल फर्मेटको फर्मुला बसिसकेको छ अब यो फर्मेटिङलाई तपाईले फर्मेट सिलेक्ट गरेर यो सेललाई सिलेक्ट गरेर फर्मेट पेन्टरमा गएर यसरी बाकी सेल रेन्जलाई पनि सिलेक्ट गरिदियो भने तपाईको यसरी यो डिस्प्ले भयो यसको मतलब चाहिँ तपाईको आजको डेट भन्दा ठूलो अथवा ग्रेटर देन भविष्यमा आउन लागेको डेटहरु के छ भनेर यसरी यसले अटोमेटिकली हाइलाइट गर्दियो र तपाई सपोज 12th जनवरी मा हुनुहुन्छ 12th जनवरी 2026 मा हुनुहुन्छ भने तपाईको यो सेल चाहिँ त्यो दिनमा चाहिँ यो सेम स्प्रेडशीट खोल्नु भयो भने यो सेल हाइलाइटेड हुँदैन किनभने 12th जनवरी भन्दा पछि फ्युचर डेट भनेपछि 16th March 2026 यो चाहिँ हाइलाइट हुन्छ सो एउटा मात्र हाइलाइट हुन्छ डिपेन्डिङ अन which date you open this spreadsheet 12th जनवरी 2026 मा हुनुहुन्छ भने तपाईको यो सेल चाहिँ त्यो दिनमा चाहिँ यो सेम स्प्रेडशीट खोल्नु भयो भने यो सेल हाइलाइटेड हुँदैन किनभने 12th जनवरी भन्दा पछि फ्युचर डेट भनेपछि 16th March 2026 यो चाहिँ हाइलाइट हुन्छ सो एउटा मात्र हाइलाइट हुन्छ डिपेन्डिङ अन which date you open this spreadsheet अब कन्डिसनल फर्मेटिङको त्यही नै अप्सन युज गरेर हामी अर्को एउटा सानो एक्जाम्पल दिन्छु म मानौ कि तपाईलाई PEP रेन्जहरुबाट चाहिँ 3500 देखि 4500 पे भएको सेल हाइलाइट गर्नुपर्ने छ तपाई सिधै यसरी एउटा मात्र सेल
गरेर पनि हुन्छ अथवा अर्को अप्सन भनेको यसरी पुरै सेल रेन्ज नै सेलेक्ट गरेर कन्डिसनल फर्मेटिङमा हाइलाइट सेल रुल्समा गएर बिट्विन भन्ने अप्सनमा यसले चाहिँ रेन्जहरू हाइलाइट गर्न हेल्प गर्छ र तपाईले यसमा 3500 देखि 4500 गयो भने यो डिफल्टमै राखे मैले र ओके गर्नुभयो भने तपाईले देख्न सक्नुहुन्छ यहाँ 3500 देखि 45 सम्मको पे रेन्ज भएको सेल्सहरूलाई चाहिँ हाइलाइट गरेको छ। अब जाउँ हामी सेकेन्ड एक्जाम्पलमा। यसमा चाहिँ तपाईले कन्डिसनल फर्मेटमा नै तपाईको फर्मुला राखेर यो डेट सेल मात्र नभइकन यो डेट सेलसँग रिलेटेड एम्प्लोइ नेम आइडी भनौँ कि पुरै रो नै हाइलाइट गर्न सिक्नुहुनेछ। त्यसको लागि होम बटन, कन्डिसनल फर्मेट र न्यू रुल, यसमा जुन लास्ट अप्सन देख्नुहुन्छ युज अ फर्मुला टु डिटरमाइन which cells to format, यहाँ जानुहुन्छ र इक्वल्स टु तपाईले यो डेटबाट चाहिँ तपाईको क्राइटेरिया सुरु हुन्छ 22 February 2022 तपाईले इक्वल्स टु or greater than today ब्राकेट ओपन एन्ड क्लोज गर्न सक्नुहुन्छ या तपाईले इक्वल्स टु पनि हटाउन सक्नुहुन्छ। इक्वल्स टु हटायो भने चाहिँ 29th यसमध्ये कुनै टर्म स्टार्ट कसैको टर्म स्टार्ट डेट 29th मे 2025 छ भने त्यो पनि इन्क्लुड हुन्छ र यो इक्वल्स टु हटाइदिनु भयो भने चाहिँ 29th मे बाट ग्रेटर देन भएको डेट्सहरू मात्र हाइलाइट गर्न हेल्प गर्छ। म यहाँ इक्वल्स टु एउटा पनि राख्दिन्छु। तपाईले अल्सो यहाँ हेर्न सक्नुहुन्छ यो मैले सेलमा चाहिँ यहाँ तपाईको डलर साइन अगाडि आएको छ। डलर साइनको मतलब चाहिँ के हो भनेपछि कुनै पनि सेललाई चाहिँ फ्रिज गर्ने हो। म तपाईलाई अर्को सानो एक्जाम्पल एउटा दिइहाल्छु है। यसमा तपाईले यो भयो हैन, तपाईले यसरी यो ड्र्याग गर्नुभयो भने तपाईले हेर्न सक्नुहुन्छ यो G3 मा तपाईले G3 भनेको चाहिँ C3 बराबरको भनेर यहाँ इक्वल्स राखेर गर्नुभयो र यो फर्मुला तान्नु भयो भने तपाईले हेर्न सक्नुहुन्छ G3 मा C3 को भ्यालु छ, त्यस्तै गरी G4 मा चाहिँ C4 को फर्मुला छ, भ्यालु छ, त्यस्तै गरी G8 मा C8 को भ्यालु छ। यो आफै अपडेट हुन्छ जबकि तपाईले यो गरेर सेलेक्ट गरेर F4 थिच्यो भने चाहिँ हाम्रो सेल फ्रिज हुन्छ। F4 थिच्नु भयो भने र यसरी ड्र्याग गर्नु भयो भने चाहिँ तपाईले हेर्न सक्नुहुनेछ यो सेल चाहिँ हरेक सेलमा यो अटो अपडेट भएको छैन, जसरी यो कलममा भएको छ यो चाहिँ फिक्स्ड भएको छ र यो चाहिँ छोटो डिफरेन्स हो। यो डलर साइनले चाहिँ यो रो र कलमहरु कसरी फ्रिज अनफ्रिज कुन केसमा गर्ने कुन केसमा नगर्ने भनेर। नाउ ब्याक टु द भिडियो र तपाईले यसमा गएर कन्डिसनल फर्मेटमा गएर न्यू रुल्स, use a formula to determine which cells to format, तपाई गएर यहाँ इक्वल्स यो सेलेक्ट गरेर इक्वल्स or greater than today ब्राकेट गर्नुहुन्छ र यसमा चाहिँ तपाईको C3 फिक्स्ड छ। यही सेललाई तपाईले फर्मेट गरेर यो अरु सेलहरुमा पनि अप्लाई गर्यो भने त्यो सेलमा पनि यो फ्रिज नै हुन्छ, which we don't want। हामीलाई चाहिँ यो पनि अपडेट हुने चाहिएको छ किनभने यो तल रोमा चाहिँ यही फर्मेट अनुसारले चाहिँ तपाईको अपडेट हुनुपर्ने छ। त्यसकारणले हामीले यो डलर साइन चाहिँ यसमा हटाइदिन्छौं। हामीलाई रो C भनेको कलम भयो, 3 भनेको रो भयो। हामीलाई रोमा चाहिँ फिक्स्ड चाहिदैन, त्यही भएर रोको चाहिँ हटाइदिन्छौं
तर कलम सी को चाहिँ हामीलाई फिक्स्ड भए पनि के फरक पर्दैन किनभने हामी टर्म स्टार्ट डेटमै मात्र बसिरहेछौँ अहिले र फर्म्याट एनी कलर र ओके गर्नुभयो यसमा चाहिँ एउटा सानो गल्ती गरेछु मैले भर्खर रियलाइज गरेँ यो तपाईको ग्रेटर देन साइन छ यो इक्वल्स टु भन्दा अगाडि हुन्छ है मैले यो कन्डिसनल फर्म्याटिङ धेरै युज गरेर सकेको छु त्यही भएर मलाई यो फ्याट्ट दिमागमा आइहाल्यो यो सेलेक्ट गरेर ओके र तपाईले यहाँ देख्नुहुन्छ अप्लाइज टु भनेर यो अहिले C3 मा मात्र अप्लाई भइराछ तपाईले यसलाई सेलेक्ट गरेर इक्वल्स टु लाई मात्र राखेर यो पुरै रोलाई सेलेक्ट गर्नु अनि अप्लाई गर्नु सो दैट तपाईको यो C3 आज भन्दा धेरै अथवा आज बराबरको डेट भयो भने चाहिँ ब्लू फर्म्याट गर्ने कुन सेलमा गर्ने भनेपछि A3 देखि E3 भनेको तपाईको इम्प्लोइ आईडी देखि पे सम्म चाहिँ हाइलाइट गर्ने अप्लाई ओके र तपाईले देख्न सक्नुहुन्छ यहाँ त अहिले कुनै पनि हाइलाइट भएको छैन भन्नु होला यो किनभने तपाईको यो डेट आज भन्दा कम छ अथवा आजको भन्दा ब्याकडेटेड हो सो तपाईले यो रो हाइलाइट गर्नु रो सेलेक्ट गर्नु सरी फर्म्याट पेन्टर अनि त्यहाँबाट यस्तो ब्रश आउँछ तपाईको अनि यो ब्रश लिएर यो पुरै जहाँ यो फर्म्याटिङ लगाउनु पर्ने हो त्यो हाइलाइट गर्नु र रिलिज गर्दा यो तपाईको चाहिँ आज 29th मे 2025 र आजबाट फ्युचरमा आउन लागेको डेटहरु र त्यो डेटसँग रिलेटेड एम्प्लोइ नेम एम्प्लोइ आईडी उनीहरुको पे यसरी हाइलाइट गर्न सक्नुहुन्छ अब लागौं हामी स्टेप 3 मा जसमा चाहिँ हामीले कन्डिसनल फर्म्याट र अघि न स्टेप 2 मा युज गरेको जस्तै कन्डिसनल फर्म्याटमा सर्टेन रुल राखेर र इफ फर्मुला युज गरेर यसरी एम्प्लोइहरुलाई सर्टेन ग्रुपमा छुट्याउँछन् जसरी यो केसमा को कर्मचारीहरु अलरेडी काम गरिराखेका छन् को छोडिसकेका छन् यसरी ग्रुप गर्छौं र सर्टेन ग्रुपलाई चाहिँ अलिकति स्ट्यान्ड आउट हुने गरिकन यसरी हाइलाइट पनि गर्न सिक्छौं पहिले त यो मैले अलरेडी फर्मुला जुन लगाएको छु कन्डिसनल फर्म्याटिङको त्यो हटाउँछौं त्यसको लागि कन्डिसनल फर्म्याटिङमा गएर यहाँ क्लियर रुल्स गर्छौं र मानौ कि यो कलम पनि तपाईको डिलिट गर्दिनु हामी अहिले गरिहाल्छौं र यसमा चाहिँ तपाईको यो स्प्रेडशीटबाट तपाईको को कर्मचारीहरु चाहिँ अहिले पनि कार्यरत छन् र को चाहिँ छोडेर गइसकेका छन् तिनीहरु चाहिँ छुटाउनु पर्ने छ एउटा स्टेटस भनेर कलम राख्छौं र फर्म्याट सेम गर्दियौ हैन इफ फर्मुला लगाउँछौं त्यसको लागि चाहिँ इक्वल्स टु इफ ब्र्याकेट ओपन र तपाईले देख्न सक्नुहुन्छ यहाँ मुनितिर यसरी यो चाहिँ तपाईको हेल्पको लागि हो यो इफ फर्मुला चाहिँ कुन अर्डरमा कसरी युज गर्ने भनेर यसले गाइड गरिरहेछ र अब हामी इफ फर्मुला युज गरेर एम्प्लोइहरुको ग्रुपिङ गर्छौं जसमा चाहिँ फर्स्ट छ तपाईको लजिकल टेस्ट तपाईको एक्सेललाई चाहिँ यो सेलमा चाहिँ एउटा सर्टेन प्यारामिटर्स अथवा सर्टेन क्राइटेरिया दिने एउटा रुल दिने यो रुल ठीक छ कि छैन भनेर टेस्ट गर्नलाई दिने त्यसलाई चाहिँ हामी लजिकल टेस्ट भन्छौं र त्यो दिने सिन्स हामीले यो कर्मचारी रिजाइन अथवा एक्टिभ हो भनेर ग्रुप गर्न लागेको हो त्यसकारणले त्यसको लागि चाहिने डेट भनेको तपाईको टर्म स्टार्ट डेट होइन कि टर्म एन्ड डेट हो किनभने उनीहरुको टर्म कहिले एन्ड हुन्छ त्यही अनुसारले उनीहरु काम गरिरहेका छन् वा छोडिसकेका छन् त्यसकारणले D3 less than or equals to today open bracket close bracket यसले के गर्छ भनेपछि D3 भनेको टर्म एन्ड डेट को यो डेट लाई लिएर आज सँग कम्पेयर गर्छ आज भन्दा कम यानी कि
आजभन्दा पास्ट डेट छ कि वा त्योसँग बराबर छ कि भनेर हेर्छ र नेक्स्ट हो कमा तपाईले हेर्न सक्नुहुन्छ यहाँ भ्याल्यु इफ ट्रू भन्ने बोल्ड भएको छ यसको मतलब चाहिँ यो अगाडि दिनुभएको यो क्राइटेरिया ट्रू भयो भने चाहिँ के भ्याल्यु दिने त भनेर त्यो राख्ने ठाउँ हो यो चाहिँ अब तपाई नम्बर्सहरु अथवा कुनै सेल रेफरेन्सहरु गर्नुभयो भने चाहिँ यसमा यसरी इन्भर्टेड कमा राख्नु पर्दैन त्यो हामी अरु कुनै भिडियोमा सिकौंला तर अहिले सिम्पलीलाई भन्नुपर्दा हामीले रिजाइन्ड भन्ने वर्ड एउटा टेक्स्ट रिटर्न गर्नुपर्ने हो हैन आउटपुट चाहिँ एउटा टेक्स्ट फर्ममा आउनु पर्ने भएकोले कारणले टेक्स्ट फर्ममा सधैं यसरी इन्भर्टेड कमा राख्छौं र रिजाइन्ड र क्लोज इन्भर्टेड कमा यो भ्याल्यु इफ ट्रू भयो भने र नेक्स्ट तपाईले हेर्न सक्नुहुन्छ यहाँ बोल्ड भएको छ भ्याल्यु इफ फल्स भ्याल्यु इफ फल्स भन्नाले यो क्राइटेरिया तपाईको मिट भएन अथवा यो ट्रू भएन भने चाहिँ के रिटर्न गर्ने त भनेर त्यो सोधेको हो त्यो भयो भने चाहिँ हाम्रो एक्टिभ एम्प्लोइ हो त्यही भएर त्यो पनि टेक्स्ट हो त्यही भएर इन्भर्टेड कमा क्लोज इन्भर्टेड कमा र लास्टमा यो फर्मुला कम्प्लिट भयो क्लोज अनि एन्टर तपाईले हेर्न सक्नुहुन्छ यो सारा भन्ने एम्प्लोइ चाहिँ उसको टर्म 7th मे मा सकेको हो 7th मे 2024 मा सकेको र आज 29th मे 2025 भनेपछि उ लगभग 1 वर्ष भन्दा धेरै भइसक्यो काम उसको अवधि समाप्त भएको त्यसकारणले उसको रिजाइन यो ठीक भयो भनेपछि तपाईले यो फर्मुला लगाउनु भएको यो ठीक छ भनेर बुझ्नुभयो र यसलाई यहाँ ड्र्याग गरेर बाकी सेल्समा पनि यसरी हाल्छौं र र्यान्डमली यसो चेक गर्ने हो भने पनि तपाईको लुसीको 23rd Jan 2025 मा सुरु भयो र उसको टर्म चाहिँ 30 June 2026 मा एन्ड हुँदैछ भनेको आजको डेटबाट उसको टर्म अझै पनि बाँकी छ त्यही भएर उ चाहिँ एक्टिभ भनेर देखाएको छ है यो भयो अब हामी कन्डिसनल फर्म्याटिङ तिर लाग्छौं सिमिलर अघिनको जस्तै यो सेल सिलेक्ट गर्यो कन्डिसनल फर्म्याटिङ होम बटनकोमा छ त्यहाँ गएर न्यू रुल use a formula to determine which cells to format मा जानुभयो equals to गर्नुभयो र F3 सिलेक्ट गर्नुभयो यो F3 फ्रीज गरेको छ हामीले यो फर्म्याटिङ F कलमकै डिफरेन्ट रो मा लगाउँछौं त्यही भएर F कलम चाहिँ फ्रीज हुँदा पनि फरक पर्दैन रो को डलर साइन चाहिँ हटाइदिन्छौं इक्वल्स टु यहाँ पनि त्यस्तै हो टेक्स्ट भएकोले गर्दा रिजाइन्ड हाल्छौं टेक्स्ट इन्भर्टेड कमा हाल्छौं अनि यसले चाहिँ के टेस्ट गर्छ भने F3 चाहिँ रिजाइन भयो भने के गर्ने त यहाँ हामी फर्म्याटमा नो फर्म्याट सेट छ अहिले फर्म्याटमा जान्छौं लेट्स से मलाई ब्लू रेड गरौँ न है मरून कलर गरेर यो चाहिँ रिजाइन्डहरु हो भनेर छुटाउनु पर्ने छ सरी यो एउटा सेलमा मात्र भएछ यसको लागि हामी फेरि यहाँ जान्छौं म्यानेज रुल्स तपाईले देख्न सक्नुहुन्छ तपाईले भर्खर सेट गरेको फर्मुला हो यो F3 रिजाइन भयो भने भनेर यसमा तपाईको अप्लाइज टु चाहिँ एउटा सेलमा मात्र नभइकन A देखि F सम्म सिलेक्ट गर्ने अप्लाई गर्ने ओके गर्ने र यो भयो तपाईको रिजाइन सेलहरु हाइलाइट यो फर्म्याट तपाईको यही रोमा मात्र छ अहिलेलाई त्यही भएर फर्म्याट पेन्टर गर्यो भने तपाईले देख्न सक्नुहुन्छ यो रिजाइन स्टाफहरुको पुरै रो नै यसरी अटोमेटिकली हाइलाइट भएको छ यसले चाहिँ के हुन्छ भन्दाखेरि तपाईले यहाँ पछि अरु एम्प्लोइहरुको नाम डेटहरु थप्दै जानुहुन्छ डिटेल्सहरु एड गर्दै जानुहुन्छ र यो फर्मुला सिम्पली यसरी ड्र्याग मात्र गर्नुभयो भने पनि तपाईको
त्यो स्टाफ चाहिँ रिजाइन्ड हो अथवा एक्टिभ छन् यो अटोमेटिकली उनीहरूले अपडेट गर्छ र यो हाइलाइट पनि अटोमेटिक हुन्छ। यति याद राख्नु कि यो फर्मेटिङ चाहिँ अहिलेलाई चाहिँ हामीले यहाँसम्म मात्र राखेको छौँ। यो फर्मेट पनि तपाईले फर्मेट पेन्टर गरेर यसरी तपाईको नेक्स्ट कुन शिटमा छ अथवा इभन ब्ल्याङ्कमा गर्दाखेरि फरक पर्दैन, त्यो गरेर यसरी न्यू डेटाहरू एड गर्दै त्यसबाट पनि गर्न सक्नुहुन्छ। अब हामी स्टेप 4 मा त्यही स्प्रेडशीटलाई चाहिँ हामीले रिजाइन स्टाफहरूलाई चाहिँ यसरी अलिकति डिफ्रेन्ट फर्मेट युज गरेर यसरी स्ट्राइक थ्रु गर्न सिक्छौँ र टर्म एन्ड हुनुको 5 दिन अगाडि यसरी टेक एक्सन भनेर अब फर भेरियस रिजन लाइक तपाईको टर्म रिन्यू गर्नुपर्ने हुन सक्छ, त्यसको लागि चाहिँ भनेर यसरी टेक एक्सन भनेर यसरी अटो नोटिफाई हुने र यसरी हाइलाइट हुने त्यो चाहिँ सिक्छौँ। अब सुरुमा त मैले यहाँ सबै फर्मुलाहरू सबै राखिसकेँ, त्यो सबै हटाउँछौँ है, क्लियर रुल्स गरेर सबै हटाइदिउँ र एकछिनको लागि भनौँ यो पनि हटाइदिउँ हैन, यति मात्रै छ हामीसँग, यो पनि हटाइदिउँ र यो स्प्रेडशीटमा चाहिँ अब तपाईले आजको डेट आउने यसरी कलम बनाउँछौ। कलम बनाए पनि हुन्छ, तपाईले यता छुट्टै कतै राखे पनि हुन्छ हैन, यसरी राखे पनि हुन्छ अथवा तपाईलाई डेट सँगै रो बाइ रो कम्पेयर गर्न सजिलो हुन्छ फर्मुला बनाउनको लागि भने चाहिँ यसरी राख्दा पनि कलमै छुट्टै एउटा बनाए पनि हुन्छ। मलाई चाहिँ अलिकति यसरी कलमै छुट्टै बनायो भने चाहिँ मलाई अलिक सजिलो लाग्छ कम्पेयर गर्नलाई, त्यही भएर यो गर्छौं हैन। अब हामी सुरुमा जान्छौं एउटा नयाँ कलममा, त्यसमा हामी के गर्छौं भने इफ फर्मुला लगाउँछौं, सेम अघिनको जस्तै तर अलिकति डिफरेन्ट लजिकल टेस्ट दिन्छौं यसमा चाहिँ। कस्तो भन्दाखेरि इफ ब्र्याकेट ओपन तपाईको टर्म एन्ड डेट जुन चाहिँ D3 मा छ यहाँ, D3 माइनस तपाईको आजको डेट G3 लाई एटलिस्ट 5 days or 5 days भन्दा कम भन्नको लागि लेस देन भयो भने भनेर एउटा क्राइटेरिया राख्छौं र यसलाई फर्दर अलिकति एक्सप्लेन गर्नु पर्दा टर्म एन्ड डेट माइनस आजको डेट गर्यो भने चाहिँ 5 वा 5 दिन भन्दा कम भयो भने चाहिँ यो क्राइटेरिया मिट भयो भने चाहिँ के भ्यालु दिने त? यो भनेको तपाईको 5 दिन अथवा 5 दिन भन्दा कम भयो भने हामीले टेक एक्सन भनेर एउटा नोटिफाई गर्ने बिल्ड गर्न खोजिरहेछौं, त्यसको लागि टेक एक्सन भन्ने वर्ड राख्छौं। यो टेक्स्ट भएकोले गर्दा इन्भर्टेड कमा टेक एक्सन कमा भ्यालु इफ फल्स यो क्राइटेरिया तपाईको मिट भएन भने चाहिँ के गर्ने त? राख्दिउँ नो एक्सन फर नाउ भनेर राख्दिउँ हैन, यो चाहिँ तपाईको टेक्स्ट भएकोले इन्भर्टेड कमा भयो, ब्र्याकेट क्लोज हैन, र यसलाई यसरी ड्र्याग गर्नु। तपाईले देख्नुहुनेछ यो 7th मेमा टर्म एन्ड भयो। यो अझै पनि अलि मिलिरहेको छैन किनभने यो त रिजाइन भइसक्यो स्टाफ हो, तैपनि उसको पनि टेक एक्सन भनेर आइरहेछ किनभने यो डेट पनि यो माइनस यो गर्दाखेरि यो क्राइटेरिया मिट हुन्छ, त्यही भएर नन रिजाइन एक्टिभहरुकोमा हेरौं 14th June 2025 र आजको डेट 29th May 2025। यो यसको डिफरेन्स चाहिँ तपाईको 5 दिन भन्दा धेरै छ, त्यही भएर नो एक्सन फर नाउ भन्ने आएछ।
यो पनि रिजाइन छ, रिजाइन्डको नहेरौँ एकचोटि एक्टिभकोमा चाहिँ टेक एक्सनको हेरौँ है। यो हेर्नुहोस् त, यो 30th मे 2025 छ, यो चाहिँ 29th मे 2025 भनेको भोलि भयो। यो भनेको एक दिन मात्र बाँकी छ हैन उसको टर्म सकिनलाई। यो केसमा चाहिँ टेक एक्सन आयो, यो ठिक छ है। भनेको यो हाम्रो फर्मुला फर्स्ट स्टेपको लागि अहिले काम गरिरहेछ र यसलाई चाहिँ हामी हेल्पर कलम भनेर नाम दिदियौँ। अब अर्को कलम एउटा बनाऊ एक्सन भनेर, एक्सन के लिने त भनेर। अब यो केसमा चाहिँ अघि जुन हामीले भनेको थियौँ रिजाइन स्टाफको पनि यहाँ टेक एक्सन भनेर आइरहेछ, जुन चाहिँ यो ठिक भएन। खालि एक्टिभ एम्प्लोयीहरूको लागि चाहिँ यो फर्मुला ठिक छ, तर रिजाइन्डहरूको लागि त यो केही पनि गर्नु पर्दैन। उनीहरूको लागि त बस त्यो रिजाइन्ड हो भने रिजाइन्ड भनेर मात्र देखाइदिए पनि पुग्छ। त्यसकारणले गर्दाखेरि चाहिँ अब हामी अर्को एउटा इफ फर्मुला लगाउँछौँ। लजिकल टेस्ट F4 भन्नाले यो सरी F3 F3 इज इक्वल टु यो हामीले रिजाइन्ड भनेर एउटा टेक्स्टसँग कम्पेयर गर्न लाग्छौँ। F3 चाहिँ F3 भित्र रिजाइन्ड भन्ने टेक्स्ट छ भने भनेर एउटा प्यारामिटर्स दिन लाग्छौँ। त्यसको लागि इन्भर्टेड कमा SIG रिजाइन्ड कमा भ्याल्यु इफ ट्रु। यो F3 रिजाइन्ड हो भने चाहिँ के भ्याल्यु दिने त भनेर सोध्छ। हामीलाई रिजाइन्डलाई खासै केही पनि पर्दैन, उनीहरूलाई रिजाइन्ड भनेर मात्र दिए पुग्छ। त्यही भएर GNED रिजाइन्ड भनेर दियौँ हैन। भ्याल्यु इफ फल्स, यो रिजाइन्ड होइन भने चाहिँ के दिने त हैन, कुन चाहिँ भ्याल्यु आउटपुट दिने त। त्यो यो रिजाइन्ड होइन भने चाहिँ यहाँ जुन हामीले टेक एक्सन भन्ने छ त्यो नै लिने भनेर यसरी याद राख्नु होला। यसमा चाहिँ हामीले कुनै पनि इन्भर्टेड कमा युज गरेका छैनौँ, किनभने यो चाहिँ हामीले सेललाई नै रेफरेन्स गरेका छौँ। त्यसको लागि चाहिँ इन्भर्टेड चाहिँदैन, खालि टेक्स्टहरूको लागि चाहिन्छ। र हामी ब्राकेट क्लोज गर्छौँ र हेर्नु होला अब रिजाइन स्टाफ हो, त्यही भएर उसको रिजाइन छ, केही पनि एक्सन लिनु पर्दैन। आइरिन तपाईले हेर्न सक्नुहुन्छ एक्टिभ छ, तर उसको टर्म एन्ड हुन अझ 5 दिनभन्दा बढी बाँकी छ। त्यही भएर नो एक्सन फर नाउ भनेर छ। उनीहरू यो ग्रुप अफ एम्प्लोइजहरू रिजाइन्ड हो, त्यही भएर उनीहरूको रिजाइन्डै आएछ। उनीहरू एक्टिभ लोलिता एक्टिभ हो, उसको टर्म एन्ड हुन मात्र एक दिन बाँकी छ, उसको चाहिँ एक्सन लिनुपर्ने छ, त्यही भएर टेक एक्सन भनेर आएको छ। यसरी सबै इम्प्लोयीहरूको यसरी मिलेर आएको छ आउटपुट। अब तपाईले यो कलमलाई यसरी हाइड गर्न सक्नुहुन्छ या हैन, खासै फरक पर्दैन देखाए पनि भने यतिकै राख्दा पनि हुन्छ है, इट्स अप टु यु। यो चाहिँ एउटा तरिका भयो। यसमा चाहिँ हामीले मल्टिपल इफ युज गर्नुको सट्टा सिंगल इफ युज गरेर दुईटा कलम युज गरेर गर्यौं है। अब यसैलाई चाहिँ म चाहिँ युजुअली यसरी गर्दिन, मैले गर्ने तरिका पनि देखाउँछु है त। त्यो चाहिँ अलिकति अब तपाईलाई यो मेथड 1 भनौं। सिंगल इफ बाट चाहिँ अलिकति बानी भयो भने चाहिँ तपाईले यो मल्टिपल इफ को फर्मुला पनि मजाले बिल्ड अप गर्न सक्नुहुन्छ। अलिकति प्र्याक्टिस चाहिन्छ। अब म स्टेप बाइ स्टेप चाहिँ त्यो मल्टिपल इफ को फर्मुला कसरी बिल्ड गर्ने भन्ने सिकाउँछु है यसमा। सुरुमा हामी इफ सिंगल इफ बाटै स्टार्ट गर्छौं अनि त्यसमा चाहिँ अर्को
इफ चाहिँ थप्दै जान्छौँ इफ ब्राकेट ओपन तपाईले जुन अघि नै हामीले दिएको क्राइटेरिया थियो नि यो टर्म एन्ड डेट माइनस G4 is less than or equals to 5 गर्यो भने चाहिँ हामीले जुन अघि नै गरेका थियौं सुरुमा यो फर्स्ट कलममा गरेका थियौं टेक एक्सन भनेर त्यही नै चीज राख्छौं हैन टेक एक्सन यो चाहिँ एउटा भयो हैन अहिलेलाई र भ्याल्यु इफ फल्स मा चाहिँ नो एक्सन निडेड राखौं हैन यो टेक एक्सन आयो हैन ठिकै छ तर यो रिजाइन्ड पनि हो त्यसको पनि हो हामीले अब सेकेन्ड यसमा चाहिँ के एड गर्छौं भनेपछि यो हामीलाई टेक एक्सन भन्ने एक्टिभ इम्प्लोइहरुको लागि मात्र चाहिन्छ रिजाइन्डहरुको लागि चाहिदैन त्यसकारणले गर्दाखेरि यहाँ अर्को एउटा एन्ड पनि एड गर्दिन्छौं एन्डले चाहिँ के गर्छ भन्दाखेरि तपाईको दुईटा प्यारामिटर्स मध्ये दुईटै स्याटिस्फाई भयो भने चाहिँ के भ्याल्यु दिने भनेर यो अनि त्यो भ्याल्यु फल्स भयो भने कुन चाहिँ भ्याल्यु रिटर्न गर्ने भनेर त्यसरी सेट गर्नुपर्ने हुन्छ र यसैमा एन्ड एउटा थप्छौं र यहाँ जुन कमा अगाडि अर्को एउटा कमा थप्छौं र तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँ अर्को फर्मुला एउटा को एउटा तपाईको गाइड जस्तै आएको छ एन्ड लजिक 1 भनेको तपाईको d3 minus g3 is less than or equals to 5 एउटा लजिक भयो र अर्को हामीले अघि भने जस्तै एक्टिभ स्टाफ हो भने मात्र टेक एक्सन हुनुपर्छ त्यसकारणले F4 यो स्टेटस F3 is equals to active हैन यो चाहिँ तपाईको सेकेन्ड लजिक भयो तपाईले अरु पनि एड गर्न सक्नुहुन्छ तर हामीलाई यो केसमा दुईटा मात्र लजिक चाहिनेछ त्यही भएर यो हामी ब्र्याकेट क्लोज गर्छौं अब तपाईले देख्न सक्नुहुन्छ यो इफ भित्र हामीले एन्ड को फर्मुला बिल्ड गरेका छौं ब्र्याकेट क्लोज गर्न बित्तिकै अघिसम्म यहाँ हुँदाखेरि सम्म तपाईको एन्ड को फर्मुला भित्रै काम गरिरहनु भएको थियो ब्र्याकेट क्लोज गर्न बित्तिकै तपाई इफ फर्मुलामा पुगिसक्नु भयो यो इफ फर्मुलाको यो फर्स्ट लजिकमा पर्छ यसरी फर्मुला भित्र पनि फर्मुला हैन इफ d3 minus g3 is less than or equals to 5 र एन्ड को मतलब र भयो हैन र f3 एक्टिभ यो दुईटै प्यारामिटर्स तपाईको मिट गर्यो भने चाहिँ तपाईको के आउटपुट दिने त भन्दा टेक एक्सन हैन र यो तपाईको क्राइटेरिया मिट भएन भने चाहिँ नो एक्सन निडेड है अहिलेलाई यति नै राखौं ल यो नो एक्सन निडेड भन्ने आएको छ हैन यो चाहिँ तपाईको अब रिजाइन्ड हो है यसमा हेर्नु होला यो रिजाइन्ड स्टाफ हो तैपनि उसको पनि नो एक्सन निडेड भनेर नै आइराछ खास हामीलाई आउटपुट हामीले निकाल्न खोजेको यो हो है तर यो अलिकति यसमा फेरि म मोडिफाई गर्न बताउँछु यहाँ अगाडि जाने फेरि अर्को एउटा यसमै इफ बिल्ड गर्ने ब्र्याकेट ओपन र स्टेटस यो F3 is equals to text हो त्यही भएर resigned यो resigned भयो भने के भ्याल्यु रिटर्न गर्ने त है यो resigned हो भने यसलाई resigned नै राखौं है धेरै यसलाई के पनि खासै गर्नु पर्दैन resigned कमा
अब तपाईले याद गर्नु भएको छ होला यो अघि नै एउटा if को फर्मुला थियो अब हामीले अब सेकेन्ड यसमा चाहिँ के एड गर्छौं भनेपछि यो हामीलाई टेक एक्सन भन्ने एक्टिभ इम्प्लोयीहरुको लागि मात्र चाहिन्छ रिजाइन्डहरुको लागि चाहिदैन त्यसकारणले गर्दाखेरि यहाँ अर्को एउटा एन्ड पनि एड गर्दिन्छौं एन्डले चाहिँ के गर्छ भन्दाखेरि तपाईको दुईटा प्यारामिटर्स मध्ये दुईटै स्याटिस्फाई भयो भने चाहिँ के भ्यालु दिने भनेर यो अनि त्यो भ्यालु फल्स भयो भने कुन चाहिँ भ्यालु रिटर्न गर्ने भनेर त्यसरी सेट गर्नुपर्ने हुन्छ र यसैमा एन्ड एउटा थप्छौं र यहाँ जुन कमा अगाडि अर्को एउटा कमा थप्छौं र तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँ अर्को फर्मुला एउटा को एउटा तपाईको गाइड जस्तै आएको छ एन्ड logic 1 भनेको तपाईको d3 minus g3 is less than or equals to 5 एउटा लजिक भयो र अर्को हामीले अघि भने जस्तै एक्टिभ स्टाफ हो भने मात्र टेक एक्सन हुनुपर्छ त्यसकारणले F4 यो स्टेटस F3 is equals to active हैन यो चाहिँ तपाईको सेकेन्ड लजिक भयो तपाईले अरु पनि एड गर्न सक्नुहुन्छ तर हामीलाई यो केसमा दुईटा मात्र लजिक चाहिनेछ त्यही भएर यो हामी ब्र्याकेट क्लोज गर्छौं अब तपाईले देख्न सक्नुहुन्छ यो इफ भित्र हामीले एन्ड को फर्मुला बिल्ड गरेका छौं ब्र्याकेट क्लोज गर्न बित्तिकै अघिसम्म यहाँ हुँदाखेरि सम्म तपाईको एन्ड को फर्मुला भित्रै काम गरिरहनु भएको थियो ब्र्याकेट क्लोज गर्न बित्तिकै तपाई इफ फर्मुलामा पुगिसक्नु भयो यो इफ फर्मुलाको यो फर्स्ट लजिकमा पर्छ यसरी फर्मुला भित्र पनि फर्मुला हैन इफ d3 minus g3 is less than or equals to 5 र एन्ड को मतलब र भयो हैन र f3 एक्टिभ यो दुईटै प्यारामिटर्स तपाईको मिट गर्यो भने चाहिँ तपाईको के आउटपुट दिने त भन्दा टेक एक्सन हैन र यो तपाईको क्राइटेरिया मिट भएन भने चाहिँ नो एक्सन निडेड है अहिलेलाई यति नै राखौं ल यो नो एक्सन निडेड भन्ने आएको छ हैन यो चाहिँ तपाईको अब रिजाइन्ड हो है यसमा हेर्नु होला यो रिजाइन्ड स्टाफ हो तैपनि उसको पनि नो एक्सन निडेड भनेर नै आइराछ खास हामीलाई आउटपुट हामीले निकाल्न खोजेको यो हो है तर यो अलिकति यसमा फेरि म मोडिफाई गर्न बताउँछु यहाँ अगाडि जाने फेरि अर्को एउटा यसमै इफ बिल्ड गर्ने ब्र्याकेट ओपन र स्टेटस यो f3 is equals to text हो त्यही भएर resigned यो resigned भयो भने के भ्यालु रिटर्न गर्ने त है यो resigned हो भने यसलाई resigned नै राखौं है धेरै यसलाई के पनि खासै गर्नु पर्दैन resigned कमा अब तपाईले याद गर्नु भएको छ होला यो अघि नै एउटा if को फर्मुला थियो अब गाइड जस्तै आएको छ एन्ड logic 1 भनेको तपाईको d3 minus g3 is less than or equals to 5 एउटा लजिक भयो र अर्को हामीले अघि भने जस्तै एक्टिभ स्टाफ हो भने मात्र टेक एक्सन हुनुपर्छ त्यसकारणले F4 यो स्टेटस F3 is equals to active हैन यो चाहिँ तपाईको सेकेन्ड लजिक भयो तपाईले अरु पनि एड गर्न सक्नुहुन्छ तर हामीलाई यो केसमा दुईटा मात्र लजिक चाहिनेछ त्यही भएर यो हामी ब्र्याकेट क्लोज गर्छौं अब
तपाईले देख्न सक्नुहुन्छ यो इफ भित्र हामीले एन्ड को फर्मुला बिल्ड गरेका छौं ब्र्याकेट क्लोज गर्न बित्तिकै अघिसम्म यहाँ हुँदाखेरिसम्म तपाईको एन्ड को फर्मुला भित्रै काम गरिरहनु भएको थियो ब्र्याकेट क्लोज गर्न बित्तिकै तपाई इफ फर्मुलामा पुगिसक्नु भयो यो इफ फर्मुलाको यो फर्स्ट लजिकमा पर्छ यसरी फर्मुला भित्र पनि फर्मुला हैन if d3 minus g3 is less than or equals to 5 र and को मतलब र भयो हैन र f3 active यो दुईटै प्यारामिटर्स तपाईको मिट गर्यो भने चाहिँ तपाईको के आउटपुट दिने त भन्दा टेक एक्सन हैन र यो तपाईको क्राइटेरिया मिट भएन भने चाहिँ नो एक्सन निडेड है अहिलेलाई यति नै राखौं ल यो नो एक्सन निडेड भन्ने आएको छ हैन यो चाहिँ तपाईको अब रिजाइन्ड हो है यसमा हेर्नु होला यो रिजाइन्ड स्टाफ हो तैपनि उसको पनि नो एक्सन निडेड भनेर नै आइराछ खास हामीलाई आउटपुट हामीले निकाल्न खोजेको यो हो है तर यो अलिकति यसमा फेरि म मोडिफाई गर्न बताउँछु यहाँ अगाडि जाने फेरि अर्को एउटा यसमै इफ बिल्ड गर्ने ब्र्याकेट ओपन र स्टेटस यो f3 is equals to text हो त्यही भएर resigned यो resigned भयो भने के भ्यालु रिटर्न गर्ने त है यो resigned हो भने यसलाई resigned नै राखौं है धेरै यसलाई के पनि खासै गर्नु पर्दैन resigned कमा अब तपाईले याद गर्नु भएको छ होला यो अघि न एउटा इफ को फर्मुला थियो अब एक्टिभ स्टाफ हो भने मात्र टेक एक्सन हुनु पर्छ त्यसकारणले स्टेटस f3 is equals to एक्टिभ हैन यो चाहिँ तपाईको सेकेन्ड लजिक भयो तपाईले अरु पनि एड गर्न सक्नुहुन्छ तर हामीलाई यो केसमा दुईटा मात्र लजिक चाहिनेछ त्यही भएर यो हामी ब्र्याकेट क्लोज गर्छौं अब तपाईले देख्न सक्नुहुन्छ यो इफ भित्र हामीले एन्ड को फर्मुला बिल्ड गरेका छौं ब्र्याकेट क्लोज गर्न बित्तिकै अघिसम्म यहाँ हुँदाखेरिसम्म तपाईको एन्ड को फर्मुला भित्रै काम गरिरहनु भएको थियो ब्र्याकेट क्लोज गर्न बित्तिकै तपाई इफ फर्मुलामा पुगिसक्नु भयो यो इफ फर्मुलाको यो फर्स्ट लजिकमा पर्छ यसरी फर्मुला भित्र पनि फर्मुला हैन if d3 minus g3 is less than or equals to 5 र and को मतलब र भयो हैन र f3 active यो दुईटै प्यारामिटर्स तपाईको मिट गर्यो भने चाहिँ तपाईको के आउटपुट दिने त भन्दा टेक एक्सन हैन र यो तपाईको क्राइटेरिया मिट भएन भने चाहिँ नो एक्सन निडेड है अहिलेलाई यति नै राखौं ल यो नो एक्सन निडेड भन्ने आएको छ हैन यो चाहिँ तपाईको अब रिजाइन्ड हो है यसमा हेर्नु होला यो रिजाइन्ड स्टाफ हो तैपनि उसको पनि नो एक्सन निडेड भनेर नै आइराछ खास हामीलाई आउटपुट हामीले निकाल्न खोजेको यो हो है तर यो अलिकति यसमा फेरि म मोडिफाई गर्न बताउँछु यहाँ अगाडि जाने फेरि अर्को एउटा यसमै इफ बिल्ड गर्ने ब्र्याकेट ओपन र स्टेटस यो f3 is equals to text हो त्यही भएर resigned यो resigned भयो भने के भ्यालु रिटर्न गर्ने त है यो resigned हो भने यसलाई resigned नै राखौं है धेरै यसलाई के पनि खासै गर्नु पर्दैन resigned कमा
अब तपाईले याद गर्नु भएको छ होला यो अघि नै एउटा if को फर्मुला थियो अब d3 minus g3 is less than or equals to 5 र and को मतलब र भयो हैन र f3 active यो दुईटै प्यारामिटर्स तपाईको मिट गर्यो भने चाहिँ तपाईको के आउटपुट दिने त भन्दा टेक एक्सन हैन र यो तपाईको क्राइटेरिया मिट भएन भने चाहिँ नो एक्सन निडेड है अहिलेलाई यति नै राखौं ल यो नो एक्सन निडेड भन्ने आएको छ हैन यो चाहिँ तपाईको अब रिजाइन्ड हो है यसमा हेर्नु होला यो रिजाइन्ड स्टाफ हो तैपनि उसको पनि नो एक्सन निडेड भनेर नै आइराछ खास हामीलाई आउटपुट हामीले निकाल्न खोजेको यो हो है तर यो अलिकति यसमा फेरि म मोडिफाई गर्न बताउँछु यहाँ अगाडि जाने फेरि अर्को एउटा यसमै इफ बिल्ड गर्ने ब्र्याकेट ओपन र स्टेटस यो f3 is equals to text हो त्यही भएर resigned यो resigned भयो भने के भ्यालु रिटर्न गर्ने त है यो resigned हो भने यसलाई resigned नै राखौं है धेरै यसलाई के पनि खासै गर्नु पर्दैन resigned कमा अब तपाईले याद गर्नु भएको छ होला यो अघि नै एउटा if को फर्मुला थियो अब यो चाहिँ तपाईको अब रिजाइन्ड हो है यसमा हेर्नु होला यो रिजाइन्ड स्टाफ हो तैपनि उसको पनि नो एक्सन निडेड भनेर नै आइराछ खास हामीलाई आउटपुट हामीले निकाल्न खोजेको यो हो है तर यो अलिकति यसमा फेरि म मोडिफाई गर्न बताउँछु यहाँ अगाडि जाने फेरि अर्को एउटा यसमै इफ बिल्ड गर्ने ब्र्याकेट ओपन र स्टेटस यो f3 is equals to text हो त्यही भएर resigned यो resigned भयो भने के भ्यालु रिटर्न गर्ने त है यो resigned हो भने यसलाई resigned नै राखौं है धेरै यसलाई के पनि खासै गर्नु पर्दैन resigned कमा अब तपाईले if को फर्मुला यहाँ resigned राख्नु भएछ र यो मल्टिपल if हुन गएको छ अहिले यो if फर्मुला चाहिँ कसरी काम गर्छ भनेर भन्छु है यो चाहिँ तपाईको लेफ्टबाट चाहिँ यो तपाईले जुन जुन लजिकल टेस्टहरु दिनु भएको छ यो केसमा दुईटा दिनु भएको छ हैन त्यो चाहिँ टेस्ट गर्दै लान्छ है अब सुरुमा भन्नु पर्दा f3 रिजाइन छ कि छैन भन्ने हेर्छ f3 रिजाइन छ कि छैन भने छ भने रिजाइन्डै भनेर आउटपुट दिने हैन छैन भने के गर्ने त छैन भने चाहिँ फेरि टेस्ट गर भनेको यो चाहिँ हैन छैन भने चाहिँ फेरि एन्ड को फर्मुला लगाछौं हामीले d3 minus g3 is less than or equals to 5 र f3 चाहिँ एक्टिभ छ कि छैन यो टेस्ट गर त्यसो भए अनि यो चाहिँ ठीक भयो भने चाहिँ टेक एक्सन भनेर हामीलाई आउटपुट देऊ तर यो योलाई चाहिँ a भनौं यसलाई चाहिँ b भनौं हैन र a लजिक र b लजिक दुईटै मिट भएन भने चाहिँ मलाई चाहिँ c भन्ने एउटा आउटपुट देऊ भनेर यसरी हामीले नो एक्सन निडेड भनेर लेखेका छौं है यसमा चाहिँ मैले सरी यो दुईटा इफ लगाएको भएर चाहिँ यहाँ क्लोजिङ ब्र्याकेट पनि दुईटा हुनुपर्छ एउटा यसमा गइसकेको छ र हामी अर्को एउटा एड गर्छौं याद गर्नु होला त्यो तपाईले सेकेन्ड ब्र्याकेट थिच्नु भयो भने चाहिँ त्यो फर्मुला कम्प्लिट भयो भने चाहिँ त्यो आफै अलिकति एकछिनको लागि बोल्ड भएर देखाउँछ है याद गर्नु भयो होला नि हो त्यो चाहिँ तपाईको अब फर्मुला कम्प्लिट भयो भनेर बुझिन्छ अब तपाई एन्टर गर्नु अब यो अघि नै हामीले जुन दुईटा कलम बनाएर एउटा रिजल्ट निकालेका थियौ त्यही नै रिजल्ट एउटै फर्मुला तर मल्टिपल इफ युज गरेर आउँछ है त हेर्नु होला सबै सेम छ है सेम चीज तर
एउटा कलममा आयो। अब फर्दर हामी यसलाई चाहिँ के गर्छौँ भन्दाखेरि यो रिजाइन्ड भयो भने यो अथवा यो लिँदा पनि हुन्छ, केही फरक पर्दैन। यो रिजाइन्ड भयो भने चाहिँ हामी कन्डिसनल फर्मेट स्ट्राइक थ्रु गर्छौँ है त। योपालि होममा जानुस्, कन्डिसनल फर्मेटिङ, न्यू रुल, युज फर्मुला इक्वल्स टु J3 इज टेक्स्ट भएको कारणले इन्भर्टेड कममा भयो र अघि नै मैले भने जस्तै हामीलाई कलम मात्र फिक्स चाहिन्छ, रो चाहिँ फिक्स चाहिँदैन, किनभने त्यो फर्मेटिङ हामी गएर अर्को रोमा पनि पेस्ट गर्नेवाला छौँ हैन। त्यही भएर हामी यो रोको फ्रिज गर्ने जुन डलर साइन छ त्यो हटाइदिन्छौँ। फर्मेट फन्टमा जानु, यो स्ट्राइक थ्रु भन्ने यो अलिकति यहाँ देख्नुहुन्छ, यसलाई चाहिँ टिक लगाइदिनु र यहाँ प्रिभ्यू पनि दिन्छ यस्तो हुन्छ भनेर। ओके ओके, मैले यो पुरै रोमा अप्लाई गरिनँ, त्यही भएर यो सेलमा मात्र भएछ, केही छैन। हामी फेरि कन्डिसनल फर्मेटिङमा जान्छौँ र म्यानेज रुल, यहाँबाट चाहिँ तपाईँले के रुल सेट गरेछ सबै हेर्न मिल्छ। त्यहाँ गएर भर्खर हामीले सेट गरेको फर्मुला भयो र त्यो यो क्राइटेरिया मिट भयो भने चाहिँ यसरी स्ट्राइक थ्रु गर, तर यो अप्लाई चाहिँ हाम्रो बी हैन सरी ए देखि ड्र्याग गरेर यो जे सम्मै गर भनेर हामीले एन्टर गर्यौं हैन। ल तपाईले हेर्न सक्नुहुन्छ यो पुरै स्ट्राइक थ्रु पनि भएको छ। र अब अर्को यसैमा फेरि अर्को एउटा पनि एड गरौँ अनि लास्टमा चाहिँ यो फर्मेटिङ अरु सेल्सहरुमा पनि पेस्ट गर्छौं है। अर्को चाहिँ यसो एड गरौँ, अब यो टेक एक्सन भन्ने चीज चाहिँ तपाईले अब रिन्युअल गर्नुपर्ने हो कि गर्नु नपर्ने हो कि, यो अटेन्सन चाहिने चीज, यो अटेन्सन चाहिने इम्प्लोइहरु भएको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ ग्रीन हाइलाइट गर्ने गरौँ है त। यही सेलमा जानु, यसैमा गर्दाखेरि फरक पर्दैन। न्यू रुल्स इक्वल्स टु यो सेल चाहिँ तपाईको टेक एक्सन अनि यो डलर साइन हटाउँछौं, रोको फर्मेट फिल ग्रीन गर्छौं। ओके ओके, र मैले फेरि यो सेलमा मात्र लगाएँ जस्तो लाग्यो, एकचोटि फेरि चेक गरौँ है। म्यानेज रुल्स, यता हेर्नु होला, यो मैले जे सेलमा मात्र लगाएँ, यसलाई चाहिँ चेन्ज गरेर ए देखि जे सम्म भनेर अप्लाई गरौँ र ओके गरौँ। र तपाईले देख्न सक्नुहुन्छ यो रोमा चाहिँ दुईटै कन्डिसनल फर्मेटिङ छ। रिजाइन्ड भयो भने स्ट्राइक थ्रु गर र टेक एक्सन हो भने चाहिँ ग्रीन हाइलाइट गर भनेर हामीले सेट गरिसकेका छौं। र यसलाई अब हाइलाइट सेलेक्ट गर्छौं र फर्मेट पेन्टर, यो सानो ब्रश देख्नुहुन्छ तपाईले, यो आएपछि यो चाहिँ कुन ठाउँमा अप्लाई गर्ने हो त यो कन्डिसनल फर्मेटिङ भनेर यसरी तपाईले ब्ल्याङ्कमा गर्दाखेरि पनि केही फरक पर्दैन। ब्ल्याङ्कमा गर्यो भने चाहिँ तपाईले एज तपाईले डेटा राख्नु हुँदै जान्छ त्यो अनुसारको त्यो हाइलाइट हुँदै जान्छ। र यो गर्यो र हेर्न सक्नुहुन्छ यहाँ रिजाइन्डहरु चाहिँ क्रस अफ भएको छ भने यो दुईटा इम्प्लोइलाई चाहिँ टेक एक्सन भनेर ग्रीन भएको छ र अरूहरु जसको चाहिँ 5 दिन भन्दा बढी समय छ टर्म एन्ड हुनलाई, उनीहरुको चाहिँ नो एक्सन निडेड भनेर आएछ। मैले यसमा चाहिँ नो एक्सन फर नाउ राखेछु, यसमा चाहिँ नो एक्सन निडेड राखेछु, त्यही भएर अलिकति वर्डिङ चाहिँ डिफरेन्ट छ, तर लाइक भन्न खोजेको त्यसको उ चाहिँ सेम नै हो। या सो यो चाहिँ भयो है त। यसलाई अब सेलेक्ट गर्छौं र फर्मेट पेन्टर
यो सानो ब्रश देख्नुहुन्छ तपाईले यो आएपछि यो चाहिँ कुन ठाउँमा अप्लाई गर्ने हो त यो कन्डिसनर फर्म्याटिङ भनेर यसरी तपाईले ब्ल्याङ्कमा गर्दाखेरि पनि केही फरक पर्दैन ब्ल्याङ्कमा गर्यो भने चाहिँ तपाईले एज तपाईले डेटा राख्नु हुँदै जान्छ त्यो अनुसारको त्यो हाइलाइट हुँदै जान्छ र यो गर्यो र हेर्न सक्नुहुन्छ यहाँ रिजाइन्डहरु चाहिँ क्रस अफ भएको छ भने यो दुईटा इम्प्लोइलाई चाहिँ टेक एक्सन भनेर ग्रीन भएको छ र अरूहरु जसको चाहिँ 5 दिन भन्दा बढी समय छ टर्म एन्ड हुनलाई उनीहरुको चाहिँ नो एक्सन निडेड भनेर आएछ मैले यसमा चाहिँ नो एक्सन फर नाउ राखेछु यसमा चाहिँ नो एक्सन निडेड राखेछु त्यही भएर अलिकति वर्डिङ चाहिँ डिफरेन्ट छ तर भन्न खोजेको त्यसको उ चाहिँ सेम नै हो सो यो चाहिँ भयो है त भिडियो अन्तसम्ममा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र आशा गर्दछु तपाईले यो भिडियोबाट कन्डिसनल फर्म्याटिङलाई डिफरेन्ट तरिकाबाट युज गर्न सिक्नुहुनेछ यो भिडियोमा युज गरेको स्प्रेडशीट चाहिँ म तल डिस्क्रिप्सन बक्समा हाल्दिन्छु तपाईले डाउनलोड गरेर तपाईले हेर्न सक्नुहुनेछ भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब लाइक शेयर गरिदिनु होला